हेलो गाइज, नमस्ते सबैजनालाई। म मानबहादुर श्रेष्ठ, पूर्व भलिबल कप्तान। तपाईहरू धेरैभन्दा धेरैजनाले चाहिँ मलाई धेरै सम्झिरहनु भएको छ। म एकदमै खुसी छु। अझै पनि करिब मैले 2 वर्ष जस्तो भइसक्यो भलिबल छोडेको। अझै पनि रिल्सहरूमा देख्छु, टिकटकहरूमा देख्छु र सामाजिक सञ्जालहरूमा अझै पनि देख्छु। तपाईहरूको जुन यो माया ममता ममाथि तपाईहरूले आशा भरोसा सबै कुरा गरेर मलाई माया गरिदिनु भएको छ। तपाईहरूप्रति एकदमै हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। र आजको ढिलो नगरिकन आजको जुन हाम्रो नेपालले काजाखस्तानसँग म्याच खेल्यो, एकदमै सुपर्ब, एकदमै राम्रो खेल्यो र हामीलाई नेपाली भलिबल पुरुष टिमलाई चाहिँ एकदम खुसीको कुरा रहेको छ। जुन त्यस्तो बलियो टिमसँग चाहिँ 5औं सेटमा पुग्नु नै हाम्रो लागि एकदमै जित नै हो। र हामी योभन्दा अगाडि पनि खेलेका थियौँ। हामीले सम्भवतः लाग्छ 1 सेट चाहिँ जितेको थियौँ जस्तो लाग्छ। तर अहिले करिब 5-6 वर्ष पछाडि चाहिँ 2 सेट जितेर 5औं सेटमा जुन खेल निकै नै राम्रो खेल्नुभयो। सम्पूर्ण नेपाली राष्ट्रिय पुरुष भलिबल टिमलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। जगदीश भट्ट हेड कोचको नेतृत्वमा र हरिहजुर थापाको क्याप्टेनको लिडरसिपमा जुन हाम्रो राष्ट्रिय पुरुष भलिबल टिम पाकिस्तानमा खेलिरहेको छ, एकदमै विश यु अल द बेस्ट भन्न चाहन्छु। आगामी दिनहरूमा अझै योभन्दा राम्रो प्रदर्शन गर्नु, नेक्स्ट म्याचको लागि पनि तपाईहरूलाई शुभकामना दिन चाहन्छु। र धेरै साथीहरू जहाँसम्म लाग्छ अझै भलिबल तपाईहरूले चाहिँ कहाँबाट लाइभ आइरहेको छ, कसरी हेर्न मिल्छ, फ्री छ कि छैन भनेर तपाईहरूले कन्फ्युज हुनुहुन्छ भने भलिबल पाकिस्तान भलिबल फेडरेसनबाट चाहिँ त्यो पेजबाट चाहिँ लाइभ आइरहेको छ। र यदि तपाईँ पाकिस्तानमा नेपालीहरू हुनुहुन्छ भने त्यहाँ कुनै पनि शुल्क, फाइनलसम्मै कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरिएको छ। पुरै फ्रीमा चाहिँ तपाईहरूले त्यो टुर्नामेन्ट, त्यो म्याच हेर्न सक्नुहुन्छ। र तपाईहरू यदि पाकिस्तानमा हुनुहुन्छ भने हाम्रो नेपाललाई चाहिँ तपाईहरूले गएर साथ सपोर्ट गरिदिनु हुनको लागि पनि एकदमै अनुरोध गर्दछु। यति भन्दै फेरि अर्को भिडियोमा चाँडै भेटौँला। अझै 2-4